मेरो कार्यस्थल हो युनिभर्सल कलेज अफ मेडिकल साइन्समा 6 बजे सेरेफेर टाइम छ। अब यो टोली चाहिँ अहिले अब लखनऊ घुम्न जाने टोली हो। नमस्कार अनि स्वागत छ। यो बाहिरको हल्लाले आएन, यही हो एङ्ग्री फेस भनेको यही हो। नमस्कार अनि स्वागत छ जिएनजी ब्लग्समा। आजको यो भिडियो अब हामी जाँदैछौँ, मेरो लागि चाहिँ एकदम नयाँ कुरा हो यो लखनऊ। म त फर्स्ट टाइम हो त्यही भएर मैले फर्स्ट टाइमै भन्नुपर्छ। रबिन ह्यान्डसम भएर बस्यो, नजाने मान्छे झन् राम्रो भएर बस्यो। टोली गयो, चन्द्रको ब्याग यहीँ छ, आएकै छैन चन्द्र। ल टोली हिँड्यो, मैले चस्मा पाएँ, चन्द्रमणिले मलाई चस्मा गिफ्ट ल्याइदियो भन्छ। मैले चन्द्रलाई केही भन्न मिल्दैन नराम्रो। इंडिया साइडबाट भिडियो खिच्दैछु। अहिले नयाँ बनिराखेको गेट हो नेपालको बेलैया नाकामा। हामी सुनौलीबाट यस्तो खालको यो टुकटुक हो, यो यहाँको लोकल सफारी। त्यो टुकटुकमा हिँडेर आएँ। म भाडा कति पर्छ भन्ने कुरा अहिले केटाहरूसँग सोध्छु। अब हामीलाई यस्तो भित्री रुटबाट छिराएर लैजाँदैछन्। ल कति पर्छ भन्ने कुरा म अहिले केटाहरूसँग सोधेर इन्फर्मेसन दिन्छु। यस्तो भित्री रुटबाट छिराएर यो नौतुनाको रेलवे स्टेसन, हामी रेलवे स्टेसन दर्शन गरेर अब फेरि बसबाट यात्रा गर्दैछौँ। ल हामी यात्रा गरिराखेको ट्याक्सी यही हो। माथिपट्टि ट्याक्सीको माथिपट्टि टुप्पोमा तपाईँहरूले देख्न सक्नुहुन्छ सिएनजी ट्याक्सी हो। सिएनजी, यो सिएनजी हो कि के हो यो? ल है, अब मलाई यसको थाहा छैन, तर अब रेट अब के हो कसरी हेर्ने हो। 5.3 किलोलाई 498 पर्यो। आनन्दनगर आनन्दनगरको सिटी कार्ड। टुकटुक गोपाल रेस्टुरेन्ट एकजनाको 10 रुपियाँ। 10 रुपियाँ ई रिक्सा, नेपालको ई रिक्सा, यहाँको टुकटुक। गोपाल होटल। हाम्रो टोली अब खाना खानलाई यहीँ विश्राम लियो। देखिन त खासै के देखिरह होला र, त्यही पनि कति बज्यो अहिले? आइसी 11:20 नेपाली होइन, आइसी 11:20 गइसक्यो। हामी अझै यो ट्रेन कुरिरहेको छौँ। यो भेलपुरी त हो नि, यो भेलपुरी खाँदै कतिवटा यस्तो ट्रेन आइसक्यो। यो लोकल ट्रेन हो। लखनऊको ट्रेन रेलवे स्टेसन चाहिँ दामी छ भनेर भनिरहेछन्। ल हामी चाहिँ बहुत लंदन पहुंचा दीजिए। अरे अभी चली यहाँ अझै गति छ, अझै हिँड्छ कि किन आत्तेको? ये आयो त यहीं आउँछ B5 गर्दा यहीँ आउँछ के? यहीं आउँछ B5। रुक्नु, हम बात मिलाए हैं यार। आओ 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 अझै आऊ। B4 अलिकति आएको भयो।
41, 42, 43 हामी यही हो हामी छिटो छौँ ल ल यही हो यही हो यही हो यही हो आऊ 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 41, 42 पेप्सी कोला रत्न पाक यहाँको एसी पनि कस्तो गन्ध हो यार टोइलेट पनि चलेछ क्या चाबिल 35, 41, 42, 43, 45, 45, 46 वही डन्डा लेके इट्स अ बिग बाटोमा रोक्नु न भित्र हिँड न यार जाऊ केटाहरु जो हल्का हल्का त्यो माथि राखौँ 41 देखि 46 सम्म सबै हो हाम्रो 46 माथि जो जान्छ आराम 63, 64 साइडमा छ म यता भन्नुपर्छ कि फेरि बिहानको 4 बज्न थाल्यो ल हामी बसेको बर्थी यही बिचको बर्थ्यो ट्रेन रोकिरहेछ चाहिँ गोन्डाको स्टेसन हो दुई ट्रेन आएर बसेको भएर केही देखाउन मिल्ने स्थिति छैन गोन्डा हामी चढेको डब्बा यही हो एसी यही ट्रेन हिँडेको हेर्नलाई म बिस्तारमा जानेर आउने गरिरहेको छु अहिले धेरै लामो टाइम लियो यो जङ्सन हो के अरे साथीहरूले त्यही भने यो जङ्सन हो आफ्नो पालो पाउनु पर्यो हाम्रो गाडी अहिले कमसेकम 45 मिनट कुर्यो होला त्यसपछि चल्न सुरु गरेको छ टेक्नोलोजिकल्ली अलि एडभान्स भइरहेछ नि यस्तो बिचमा यो जस्तो यो खम्बा छ नि हो यो पोल अहिले लाइट जलेको छैन कति नम्बरको डब्बा कति नम्बरको बर्थ त्यहाँ आएर उम्रिन्छ भन्ने कुरा सबै मेन्सन्ड हुन्छ त्यसले गर्दा आजभोलि पब्लिकलाई अलिकति सजिलो चाहिँ छ कम्पेरिटिभली अहिले थाहा पाएको यो स्पिड बढाउँदा घटाउँदा हो त्यो बिचको त्यो अहिले झट्का दियो नि त्यस्तै हो त्यो बिचको त्यो जोइन्टहरूमा झट्का पर्दो रहेछ अनि झट गर्छ अहिले बिहानको 4:31 भयो इन्डियन टाइम त्यहाँ अगाडि पनि लेखिरहेको रहेछ मैले हेर्नलाई कोसिस गरेर हेरेँ यात्रा चाहिँ अहिलेसम्म राम्रो केही त्यस्तो अप्ठ्यारो केही छैन गोन्डाको स्टेसन हो हामी यहाँ अहिले आएर कुन जङ्सनमा थाहा छैन आएर वेट गरिरहेछौँ हाम्रो कुची जङ्सन वेट गरिरहेछौँ ए ल वेट गर्दा गर्दै त अब गाडी हिँड्न थाल्यो 30 मिनट मात्रै छ लेट कति बेर रोक्यो त्यही पनि जम्मा 30 मिनट बिचमा त रोक्यो नि यार गोन्डा पनि बहुत धेरै बेर रोक्यो अनि हिँड्दाखेरि पनि चचुराली गएपछि चाली